नमस्कार सबैजनालाई। बिहानै म बसेको स्थानबाट चाहिँ यस्तो देखिरहेछ। माथि एकदम राम्रो सिन देखिरहेछ। यो सडक हो, यहाँको मुख्य सडकै हो। यो चाहिँ माथि चामे सदरमुकाम जान्छ। म जाने अफिस पनि माथि अलि मास्तिर यतै हो। म बसिरहेको घर अर्थात् होटल चाहिँ यही हो। यो चाहिँ बिहानै एकदमै राम्रो वरिपरिको परिदृश्यहरू देखिरहेछ। यो तल बग्ने चाहिँ मलस्याङदी नदी हो। एकदमै धेरै सुसाएर बग्ने गर्छ। अनि यतापट्टितिर चाहिँ खोला मिसिरहेछ। अनि एकदमै राम्रो देखिन्छ। एकदमै धेरै चट्टानहरू देखिरहेछन्। यो माथि एउटा पुल देखिन्छ। यो पुल चाहिँ यहाँको मनाङ जिल्लाको सबैभन्दा अग्लो स्थानमा रहेको पुल हो। यो चाहिँ नेपालको अग्लो पुल हो भनेर दाबी गरिएको पुल पनि रहेछ। मेरो चाहिँ झ्यालबाटै अगाडि देख्न सकिन्छ। अनि यो पुल मुनि चाहिँ पानी पनि झर्छ कि, तर कहिलेकाहीँ यस्तो जुन माथिबाट घाम पर्छ नि, त्यति बेला मात्रै यो पानीदेखि झरेको देखिन्छ कि, न त आश्चर्य जस्तो लाग्छ कि कति यो पानी हेऱ्यो कहिल्यै देखिन्न कि यो पानी, कस्तो अचम्म लाग्छ। अनि एकदमै भिड छ यो माथिको पुलमा जानलाई चाहिँ। उता हाम्रो नासोकै अर्को ओडा जाने रहेछ। यता अलि टाढाबाट यता धेरै घुमेर जानुपर्ने हुन्छ। एकदमै राम्रो देखिन्छ। बिहानै उठेर हरियाली हेर्नलाई एकदमै धेरै रमाइलो छ। तल मलस्याङदी बग्छ। माथि यो पुल चाहिँ, यो पुलबाट झर्ने खोला पनि एकदमै ठुलो छ। सन चाहिँ तर्न चाहिँ सकिन्न चाहिँ एकदमै धेरै राम्रो छ। मैले चाहिँ यो पुल चाहिँ एकदमै धेरै देखाउने प्रयास गरिरहेको छु, तर मलस्याङदी बगिरहेको छ। त्यसको मुनि चाहिँ एकदमै तीव्र गतिमा बग्छ। यति धेरै सुसाउँछ कि त्यो कुरै छोडाउँ। सुरुमा चाहिँ निन्द्रा पनि लाग्दैन थियो, अहिले चाहिँ लाग्छ। एकदमै धेरै निगालोहरू पाइने रहेछ। यहाँ चाहिँ टुसा भन्नुहुने रहेछ निगालाको तामालाई चाहिँ। अस्ति नै पनि एकचोटि मैले खाएँ, मिठो पनि लाग्यो। अनि अहिले चाहिँ बिस्तारै अब चाहिँ खुब पलाउँछ अरे। अनि यो चाहिँ त्यो माथि पुलमा जाने बाटो चाहिँ यता भएर जानुपर्छ। यो पर पुलबाट चाहिँ उताबाट भिर हुँदै घुमेर माथि त्यो पुल तर्न जान सकिन्छ। एकदमै रमाइलो छ। बिहानै एकदम